ल है गाइस, म यति बेला टर्कीको राजधानी इस्तानबुलबाट हवाई आकाशबाट सानो एउटा क्लिप लिएर तपाईँमाझ राखिरहेको छु। हेर्नुहोस् त, इस्तानबुलको टर्कीको राजधानी इस्तानबुल माथि आकाशबाट कस्तो देखिरहेको छ। एकदम स्मरणीय घुम्न लायक टुरिज्म एरिया हो। तपाईँ यहाँ घुम्न आउन सक्नुहुन्छ। टर्की एउटा समुद्र उहाँ पर हेर्नुहोस् त, समुद्रको टापुले छोएको एउटा सानो ल्यान्डलक कन्ट्री हो अनि टुरिज्म सेक्टर हो। मान्छेहरू धेरै ठाउँबाट यहाँ घुम्न आउनुहुन्छ। अनि तपाईँहरू युरोपको ट्रान्जिट पोइन्ट पनि हो यो। तपाईँहरू सेन्जेन नन सेन्जेन कन्ट्रीहरू छिर्नको लागि यहाँबाट तपाईँ ट्रान्जिट हुँदै युरोप छिर्न सक्नुहुन्छ। म पनि एउटा सेन्जेन कन्ट्रीमा बसोबास गर्छु, युरोपको कुनै एउटा सेन्जेन कन्ट्रीमा। मेरो ट्रान्जिट यहीँ परेको थियो, त्यही कारण म इस्तानबुलमा 2-4 घन्टा वेटिङ गरेर म आफ्नो गन्तव्यमा लागिरहेको बेला हेर्नुहोस् त, माथिबाट लिएको दृश्य कति राम्रो रमणीय छ। कुनै बेला समय मिलेर भने म एक दिन अवश्य नै इस्तानबुल घुम्नेछु भन्ने बाचाका साथ यो सानो भिडियो तपाईँमाझ पस्किरहेको छु। तपाईँहरू पनि समय मिल्यो भने कृपया एकचोटि इस्तानबुल घुम्नु होला। यो एउटा स्वर्गको एउटा टुक्रा जस्तै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। योभन्दा अझै रमणीय ठाउँहरू त मैले क्लिप गर्न भ्याइनँ। जति मेरो क्यामेरामा कैद भए त्यो तपाईँहरू सामु देखाइरहेको छु। हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।